छक्का लगाओ ना सर। क्या नाम है आपका? हामी क्रिकेट खेल्न जान लाग्यो। कहाँ जान लाग्यो अरे? के बोले भाइ? अब के बोले? तैँले महेश भाइ, हिरो हिरो कहाँ जान लागिस्? किन जान लागिस् त? खेल्न? के खेल्ने? के भन्नु त्यसले? पट्यान है, पट्यान त एउटा पट्याइ माग्नु त पट्याइ कसले बोलाएको छ अरे? के भन्छ यो? त्यही भन्छ हो र भाइ? मैले त पट्यान यार। किन पठाइने? के गरिदिनु? चेक दिनु ए कि त चेक दिनु नि नत्र त टेक्नु पर्ने। कोन कहाँ छिन्? तिनै हुन्? तिनीहरू भए पनि भेटिनन्? को हुन् तिनीहरू? तिनीहरू होइनन्? के लगाएको थिएन अरे? जुत्ता पनि लगाइथिन्? ओए तँ दुध खाने आइथिन् भने को खाने आइथिन्? दुध खाएर को आइथिन्? तैँले दुध खाएर आइथिन् भने यहाँनिर अहिले के खाएर त? के मिठाई रे गाइज, मिठाई खाएर आएको थियौँ रे। अनि हामी चाहिँ दह पुग्नु लाग्छ। दह चाहिँ खासमा पारि थियो हो। अब यहाँबाट त खासै राम्रोसँग देखिन्न, अब देखिरहेछ। यही नै हो दह। अनि यहाँ क्रिकेट खेल्ने मान्छेहरू त छैनन्। खासै यहाँ चाहिँ हामी क्रिकेट चाहिँ खेल्दैनौँ। क्रिकेट खेल्दिने हो त्यो को मान्छे सुतेछ त त्यहाँ? त्यही होइन त्यही हो। कहाँनिर हो त? यहाँ नि चट्ट मान्छे पनि सुतेछ, बङ्गुर पनि। त्यस्तै नै हो। त्यो जाने होइन? अनि त्यो जानुपर्छ भन्ने यसमा नगए पनि ठिकै छ। को खेल्न जान्दैन? जान्छ नि बवाल हो त्यो चाहिँ। तँभन्दा पनि बवाल खेल्छ त्यो। तर मभन्दा त खेल्ने भइगयो कि, तर तँभन्दा पनि बवाल खेल्छ अरे त्यो। हो क्या? त्यो भन्थ्यो नि अगाडि के हो भन्दै थिएँ? प्रधानमन्त्री हो भन्ने थियो त। अहिले के हो भन्छ त? खेलाडी भइसक्यो? के खेलाडी भइस् त? क्रिकेट खेलाडी बन्नुपर्दा कोही आएन। ए आइगयो सुन्दै। कहाँ छ? देख्दै पाएँ। नाइ त्यो मान्दिको त्यो को? ए हो नि दाइहरू हुन्। अनि क्रिकेट ग्राउन्ड चाहिँ यहाँ छ है। कहाँनिर भन्दाखेरिमा ल क्रिकेट ग्राउन्ड हेर्नुहोस् तपाईँहरू। यो चाहिँ क्रिकेट ग्राउन्ड खेलिरहेको छन्। हर्किस नै धिरा अनि त्यो बसिया चाहिँ हो पवन दाबीको देउठे। अनि हामी चाहिँ यति धेरै टाढा छौँ। सो त्यही चाहिँ हामी त क्रिकेट खेल्न जानु लाग्यो त्यही ठाउँमै। त्यही 3-4 मिनट लाग्छ होला यहाँ त्यहाँ पुग्न। त्यहाँ चाहिँ क्रिकेट चलिरहेछ। अनि हामी चाहिँ यताबाट बाटोमा चलिरहेको छौँ लुखुर गरेर।
छक्का हान्यो अब त हानेल्छ होला यार यो त लास्ट बल कहाँ बलै देखिन त देखिन नामै थाहा नपाए कहाँबाट सिकायो कि तैँले भाइहरूको नाम याद गरिनुहुन्छ तिनीहरू सबलाई मैले सिकाएँ नाम भन्नु कसैको याद छ भने रोहित पौडेलहरू रोहित पौडेल तेरो भाइहरू हुन् ए अस्ति सायद त्यो कार तेरो लाग्दा होला जित्या तैँले सिकाएन हाने रहेछ रोहित पौडेलको